जिन्दगी होस् या बोतल, रित्तो देख्नु बित्तिकै हर कोहीले उछुट्याउनु खोज्दो रहेछ दाइ। केही सम्बन्धहरू सिक्काको दुई पात जस्तै हुँदो रहेछन् दाइ। नभई पनि नहुने अनि सँगै हुन पनि नसक्ने। यदि मौनता बस्नु कुनै घमण्ड हो भने आज सबैभन्दा ठुलो घमण्डी त लास हुन्थ्यो होला दाइ। म जिउँदै मरेको छु दाइ। मेरो कामको कुनै मोल छैन, मेरो नामको कुनै अर्थ छैन, त्यसैले त निशब्द राखेको छु दाइ। मेरो कदमको कुनै गन्तव्य छैन, मेरो उपस्थितिमा कसैको ध्यान छैन, मेरो जिन्दगीको कुनै भर छैन, म शरीर जीवित हुँदा पनि बाँचेको छैन दाइ। सबैबाट ऋण लिएको छु, आफन्तबाट आँसु, समाजबाट हेला, साथीभाइबाट पैसा, माया गर्ने मान्छेबाट ढोका लिएको छु दाइ। औकात पुगेन भनेर सम्बन्ध तोड्नेहरूलाई के थाहा दाइ, करोडौंको चेक पनि 10 रुपैयाँको कलम बिना अधुरो हुन्छ भनेर। जिन्दगीमा सोचेको कहिले भएन तेजेन्द्र दाइ। थाहा छैन दिन खराब हो कि मेरो भाग्य खराब हो दाइ। बाँचुन्जेल चिन्ताले जलाउँछ, मरेपछि चिताले जलाउँछ दाइ। आखिर यो जिन्दगी पल पल जल्नुकै लागि त रहेछ। पैसाले सबै कुरा किन्न पाइन्छ भन्ने हल्ला सुनेको छु, मलाई पनि सिकाइदिनुस् न दाइ। यो शहरको कुन पसलमा किन्न पाइन्छ दाइ खुसी? झर्दै गरेको तारालाई देख्दा पनि केही माग्ने आत आएन दाइ। झर्दै गरेको तारालाई देख्दा पनि केही माग्ने आत आएन दाइ। लाग्यो ऊ पनि त पक्कै आफन्तहरूको चोट खाएर टुक्रिएको होला। चाहिने बेलासम्म म सही थिएँ, जब मेरो जरुरत घट्यो अनि म गलत भए दाइ। कसैले आत्महत्या गरेको कुरा सुन्दा म उसलाई कायर सम्झिन्थे दाइ। तर अहिले आएर थाहा भयो, जिन्दगी र परिस्थितिले थाहा गरायो दाइ, त्यो त म गलत सोच्दो रहेछु। एउटा अन्तिम निर्णय त सही हुन्छ भनेर। थाहा भएन दाइ, मेहनत नपुगेर हो कि मेरो भाग्य खराब भएर हो। यो मनले सोचेको केही कुरा पनि पाउन सकेको छैन दाइ यो जिन्दगीमा। छोडिदिउँ जस्तो लाग्छ दाइ कहिलेकाहीँ त यो सहर पनि, घर पनि, अनि यो रहर पनि, अनि यो जिन्दगी पनि। म स्वार्थी भएको होइन दाइ, बस अलिकति दूरी मात्र बढाएको हुँदा ती मान्छेहरूबाट जसलाई म हुनु नहुनु कुनै मतलब नै थिएन, यदि केही भएर म मरिहालेछु भने लगाउन बाँकी रहेको दोष जति सबै मेरो कात्रोमा लेखिदिनु है। म छु नि तिम्रो लागि भन्नेहरूको पछि कहिले नलाग्नु, किनकि तिनै व्यक्ति हुन् भोलि तिमी को हो भनेर प्रश्न गर्नु। दाइ सक्नुहुन्छ भने यो मेरो मनलाई पनि परिवर्तन गराइदिनुहोस् न दाइ। सक्नुहुन्छ भने मलाई पनि झुटो बोलेर सम्बन्ध गाँच्न सिकाइदिनुहोस् न दाइ। सक्नुहुन्छ भने मलाई बाँच्ने उपाय सिकाइदिनुहोस् न दाइ। त्यो पनि सक्नुहुन्न भने मलाई मर्ने सजिलो उपाय सिकाइदिनुहोस् न तेजेन्द्र दाइ। मलाई बाँच्ने मन फितिक्कै छैन, घरमा आमा रुन्छिन् कि भनेर जसो तसो बाँचेको छु दाइ। खल्ती च्यातिएको मात्र के थियो, सिक्का भन्दा बढी सम्बन्धहरू हराएर गए। सम्बन्ध जोडेपछि जीवनभरिलाई होस्, भित्ते पात्र जस्तो होइन, महिना पुगेपछि पल्ट्याउने अनि वर्ष पुगेपछि फेर्ने। कस्तो अप्ठ्यारो सम्बन्ध गाँसेछु। न मेरै हो भने हक जताउन सक्छु, न यो मनबाट नै हटाउन सक्छु। दुःखमा साथ दिने होस्, बस म त यही चाहन्छु। सम्बन्ध जोडेपछि जीवनभरिलाई होस्। पैसा जस्तै जति नै पुरानो भए पनि मूल्य कहिले नघटोस्। चाहिने बेलासम्म म सही थिएँ, जब मेरो जरुरत घट्यो अनि म गलत भयो दाइ। कसैले आत्महत्या गरेको सुन्दा म उसलाई कायर सम्झिन्थे दाइ। तर अहिले आएर थाहा भयो, परिस्थिति र जिम्मेवारीको बोझले गर्दा थाहा हुँदैछ कि त्यो त म गलत सोच्दो रहेछु। एउटा अन्तिम निर्णय त सही हुँदो रहेछ दाइ। थाहा भएन दाइ, मेहनत नपुगेर हो कि मेरो भाग्य खराब भएर हो दाइ। यो मनले सोचेको केही कुरा पनि पाउन सकेको छैन दाइ जिन्दगीमा। म स्वार्थी भएको होइन, अलिकति दूरी मात्र बढाएको हुँदा ती मान्छेहरूबाट जसलाई म हुनु नहुनु कुनै मतलब नै थिएन। यहाँ आफ्नो मन त आफैसँग खुसी छैन भने, आफ्नो कारणले अरूको मन खुसी भएन भनेर किन चित्त दुखाउन दाइ? म त सफा मन राख्थेँ, तर अहिले आएर थाहा भयो दाइ,
मूल्य त रूपको हुँदो रहेछ। जो भेट्यो उसैसँग दुःख कहिले नबाड्नुहोस्, जो भेट्यो उसैसँग दुःख कहिले नबाड्नुहोस्, किनकि यो जिन्दगीको गोरेटोमा मित्र कम शत्रु बढी भेटिने गर्छ। कसैले खबर सोधेन भनेर नराम्रो नमान्नुहोस्, किनकि यो दुनियाँमा खबर सोध्ने कम अनि खबर फैलाउने धेरै भेटिन्छ। बलेको आगो त पानीले निभाउन सकिँदो रहेछ दाइ, तर जलेको मुटु आँसुले निभाउन नसकिँदो रहेछ। चाहे 5000 को जुत्ता लगाउनुहोस्, चाहे 200 को जुत्ता लगाउनुहोस्, टेक्ने धरती त एउटै हो दाइ। यात्राको महत्त्व गन्तव्यले राख्छ, महँगो जुत्ताले होइन। संसारको सबैभन्दा विश्वासिलो चिज भनेको त मृत्यु मात्रै हुँदो रहेछ दाइ, जसले आजसम्म कसैलाई धोका दिएको छैन। यदि दुखेको मन निको हुने औषधि किन्न पाइन्थ्यो भने सायद म किन्नकै लागि भए पनि आफैले आफूलाई बेचिदिन्थेँ होला दाइ। केही आफन्तको लागि जति सुकै राम्रो काम गर्दा पनि सधैँ कमी निकाल्ने गर्छन् दाइ। लाग्छ उनीहरूको लागि गर्दन काट्दा पनि भन्छन् होला अलिकति सिधा काटिन्छ, टेढो भएछ। पैसा नै सब ठोक होइन कसरी भयो? आज त्यही पैसाकै कारण त म मेरी आमाको काखदेखि टाढा बसेको छु। बैंकको ऋण जस्तै भयो दाइ आफन्तहरूको माया पाउनको लागि धन सम्पत्ति नै देखाउनु पर्ने। ऐनाको महत्त्व फुटेपछि अनि सम्बन्धको महत्त्व